आज राजावादीहरूको सरकार विरुद्ध आन्दोलन देखियो। आजको यो हजारौंको भिडले के काण्ड गरेको रहेछ भने यो भिडियोमा म समेटेको छु। बिहान राजावादी समर्थकको आन्दोलन शान्तिपूर्ण नै थियो। जस्तै यो भिड अगाडि बढ्दै गयो, अनियन्त्रित हुँदै गयो। खासमा यो भिड जब प्रहरीले तोकिएको निषेधित क्षेत्रमा यो भिड पस्न खोज्दा प्रहरी र यो भिड बीच विवाद सुरु भएको थियो। अनियन्त्रित भिडलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा आँसु ग्याससम्म फायर गरियो, तर त्यो आइडिया चाहिँ प्रहरीको ब्याकफायर भयो। त्यो आँसु ग्यास टिपेर फेरि प्रदर्शनकारीहरूले प्रहरी नै माथि फालिदिए। यो अराजक भिडले प्रहरीमाथि ढुङ्गा मुढा पनि प्रहार गरे। तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन्, तर केही मानिसहरूको भनाइ छ कि 2 जनाको मृत्यु पनि भएको छ। राजावादीको लिडर दुर्गा परसाईको गाडी समेत तोडफोड भएको छ। प्रहरीको लागि सबभन्दा ठुलो च्यालेन्ज यो पनि थियो कि राजावादी र समाजवादी मोर्चा बीच मुठभेड नहुन दिने। अराजक भिडले केही व्यापारी घर पसल तोडफोड पनि गरेका रहेछन्। यो आन्दोलनको सहारा लिएर केही मान्छेको समूह बनाएर घर पसलमा लुटपाट गर्ने पनि समेत भएको घटना देखिएको छ। एउटा अचम्मको घटना पनि देखियो। एउटा आन्दोलनकारीको 2 तोलाको सोनको सिक्री यो भिडको सहारा लिएर कसैले हात साफ गरेको रहेछ। यो आन्दोलनमा 2 तोलाको सुनको सिक्रीको लगाएर आउँछ आन्दोलन गर्न। प्रहरीले तीनकुनेमा गोली चलाउँदा प्रहरीको बन्दुक नै प्रदर्शनकारीहरूले खोजिदिए। आगो निभाउन आएको दमकलमाथि समेत ढुङ्गा मुढा प्रहार भएको थियो। अहिले केही क्षेत्रमा कर्फ्यू लगाइएको छ।